मामु मलाई होलिडेमा बाहिर लिएर गइछु न, म फुटबल पनि खेल्छु भन्यो छोराले आज है। अनि ल हिँड नि त भनेर लिएर गएँ। छोराले साथीलाई पनि लग्ने भन्यो, ठिकै छ भनेर उसको साथीलाई पनि लिएर गएँ। बाटोमा उनीहरूलाई यसो केही खानेकुरा किनिदिनु पर्यो भनेर अनि खानेकुराहरू किनिदिएँ। सुहेल बेबी त एकदम होपलेस हुनुहुन्थ्यो, म के किनौँ भनेर। उहाँलाई यस्तो माटोहरूमा लिएर गयो भने एकदम धेरै बेर सोच्नुहुन्छ कि भयोभरको सबै उठाउन मन लाग्छ उहाँलाई। सुहेल बेबीको साथी र सुहेल बेबी धेरै खुसी हुनुहुन्थ्यो। सधैँ एउटै ठाउँमा बस्दा फेरि बच्चाहरू साँच्चै बोरिङ हुँदो रहेछ। त्यसैले उनीहरू चाहिँ यति खुसी थिए बिचरा है। आखिर कानै लग्दै थियो र मैले चौरमा लिएर जाँदै थिएँ, त्यही पनि एकदमै खुसी थिए। त्यसपछि हामी ग्राउन्डमा पुग्यौँ अनि मैले घरबाट लिएर गएको थिएँ म्याट, अनि त्यसलाई चाहिँ सुहेल बेबी र म मिलेर ओछ्यायौँ। हुन त यो म आफैले पनि ओछ्याउन सक्छु, उसले त झन् कस्तो इरिटेटै पार्छ, तर पनि उसलाई सिकाउनु पर्छ, काम अराउँदा फेरि उसले पनि गर्नुपर्छ भन्ने हेतुले चाहिँ मैले उसलाई पनि काम अराइराख्छु कि अब यस्तो गरम त मैले सकिनँ भन्ने हिसाबले दुईजना मिलेर म्याट ओछ्यायौँ। अनि मलाई पनि कस्तो गुड भाइब्स आइरहेको थियो अनि म पनि रमाइरहेको थिएँ। खुला ठाउँमा गएर बस्न पाउँदा सुहेल बेबी पनि खुसी हुनुभएको छ, उहाँ पनि एकदम इन्जोय गरिरहनु भएको थियो। साँच्चै भन्नुपर्दा है, बच्चाहरूसँग घुम्न जाँदा कस्तो रमाइलो हुँदो रहेछ कि, किनभने बच्चाहरू निस्वार्थी हुन्छ नि त। उनीहरूले कुनै पनि कुराको मनमा कपट लिएको हुँदैन, कुनै पनि कुराको जज गरेको हुँदैन होइन। अनि मलाई चाहिँ कस्तो रमाइलो लाग्छ कि बच्चाहरूसँग रमाउन, भित्रैदेखि माया लाग्छ मलाई बच्चाहरूको, किनभने उहाँहरू सत्य हुनुहुन्छ। सुहेल बेबी र सुहेल बेबीको साथी मजाले फुटबल खेल्नुभयो। त्यसपछि उहाँहरूले ग्राउन्डमा नचिनेको साथीहरूलाई पनि साथी बनाउनु भयो, उहाँहरूसँग पनि खेल्नुभयो मजाले। अनि मैले केही टिकटकहरू बनाएँ छोरासँग। यो त म्यान्डेटरी नै भयो हामीहरूलाई है, कहीँ गएपछि टिकटक त बनाउनै पर्छ। अनि हामी घर फर्केर आयो।